नमस्कार, म एनर्जी मास्टर तथा चक्र हिलर गोपी अधिकारी। आज म तपाईहरुलाई जो व्यक्तिहरूले आफ्नो पैसा खाइदिएर पैसाहरू फिर्ता नदिएको अवस्थामा, फसेको पैसा फिर्ता नआइरहेको अवस्थामा विशेष प्रकारको टिप्स दिन गइरहेको छु र यो टिप्सलाई प्रयोग गर्नु भयो भनेदेखि जुन व्यक्तिले पैसा खाएको छ उसको मन परिवर्तन भएर तपाईलाई दिउँ भन्ने भावनाहरू जागृत हुन्छ। र त्यसको लागि सबभन्दा पहिला म के भन्न चाहन्छु भनेदेखि जो व्यक्तिहरू मानसिक रूपमा विक्षिप्त हुनुहुन्छ, डिप्रेसन, एन्जाइटी, फोबिया, अनिन्द्रा, कुलतजन्य समस्याहरू, सम्बन्धहरू बिग्रिएको, कामहरू नबनेका जस्ता समस्याहरू छन् भने मेरो बायोमा नम्बर छ। प्रत्यक्ष रूपमा कल गरेर अफिसमा भिजिट गरेर आफूलाई 7 चक्र हिल गरेर सबै समस्याहरूलाई मुक्त गर्न सक्नुहुन्छ, अथवा अनलाइनको माध्यमबाट पनि हिल गरेर जुनसुकै समस्याहरूबाट पनि मुक्त हुन सक्नुहुन्छ। र म तपाईहरुलाई यो विशेष प्रकारको टिप्स दिन गइरहेको छु र फसेको पैसा जो व्यक्तिहरूको छ र त्यो पैसा चाहिँ कसरी उठाउने, त्यो व्यक्तिको मन कसरी परिवर्तन गर्ने भन्ने विषयमा चाहिँ मैले टिप्स दिन गइरहेको छु र त्यो टिप्सहरू तपाईहरुले ध्यान दिएर हेर्नु होला। सबभन्दा पहिला हामीलाई चाहिने 3टा कागती तयार पार्नुहोस् र 3टा सुपारीको गेडाहरू हुन्छ, 3टा सुपारी तयार पार्नुहोस्। त्यसपछि धूप 3टा धूप चाहियो, 3टा धूप मजाले तयार पार्नुहोस्। 77 वटा चामलको टुक्राहरू, गेडाहरू, 77 गेडा चामल चाहिँ तपाईले तयार पार्नुपर्ने हुन्छ। र जो व्यक्तिले पैसा खाएको छ त्यो व्यक्तिको फोटो अगाडि यो सबै सामान अगाडि धूपलाई तपाईले बाल्दिनु पर्ने हुन्छ। त्यो अवस्थामा, त्यो समयमा र धूप बाल्दिने 3टा सामानहरू फोटोको अगाडि ठ्याक्क राख्ने र राखिसकेपछि तपाईले 21 पटक म एउटा मन्त्र भन्ने छु, यो मन्त्र चाहिँ तपाईले जाप गर्नुपर्ने हुन्छ र मन्त्र यस प्रकार रहेको छ: ओम क्लीम ह्रीम आगच्छ मनोहरे स्वाहा। ओम क्लीम ह्रीम आगच्छ मनोहरे स्वाहा। यो मन्त्र चाहिँ हजुरहरूले 21 पटक गर्नु पर्यो। यो काम कहिले कहिले गर्ने भन्दाखेरि 7 हप्ता गर्नुपर्ने हुन्छ, हप्ताको एकचोटि। र त्यो मन्त्र तपाईले 21 पटक जपिसकेपछि त्यो फोटो अगाडि ठ्याक्क सामान राखेर 21 पटक जपिसकेपछि त्यो सामानहरू जे जति छ, धूपहरू जति छ सबै त्यो बल्न दिनुस् धूप चाहिँ, र बाँकी सामान चाहिँ तपाईले खोलामा लगेर फालिदिनुस् र